रेकर्डिङ गर्न बिर्सेछु है। हाई देवा ल एकचोटि यो एकचोटि पढौँ है त, यो गरौँ है त। यो पनि खाइगो होकिङकै हो, त्यही भएर यो पनि अब त्यस्तो गाह्रो छैन है। यहाँ पनि के गरिरहेछ, जिरेछ होइन, जुन चाहिँ यहाँ कन्डिसन दिइरहेछ, यो व्यक्तिले चाहिँ यस्तो यस्तो अवस्थामा पार गरेर अब के युज गर्ने होला भनेर सोधिरहेछ। यो पनि हामीले पढिसकेकै हो। यहाँ अरू के आए पनि आन्सर चाहिँ आउँछ है। पढ्ने हो चाहिँ अर्जुन देश हाई अर्जुन सान कोम्बाङ्वा। सुस्मिता सान कोम्बाङ्वा। साउन्ड आइरहेको छ एकछिन है। यहाँ एकजना साथीको यहाँ जुममा ऊ भएन रे भनेर भनिराख्नु भएको छ। के भएर आयो त? Konbanwa, ma'am. हाई कोम्बाङ्वा देवीसँग है। हाई ल एकचोटि यो पढ्नुहोस् है त, ल सबैजनाले एकचोटि पढ्नुहोस् त ल। Shisan Rokuju Saida Sewa Kyujitsu ni Jitakude Shumi no Kate Sayen no Sagyo Chu no Shuketsu Okosite Kyu Hansho Sareta Tokuki Mahiwa Naku Sono Rehabilitation no Genjaya Koji no Shogai no Rehabilitation ni Seinen Shite Iru Iryo Shihara Uto Tokini Shisangari Osuru Seido Toshite Motomo Tekisetsuna Mono Hito Shiharao है। यहाँ पनि इर्योही हिजो पनि थियो होइन, त्यही इर्योही ओ सिहारा ओतोकी भनेको छैन। मेडिकलको पैसा तिर्दाखेरि कुन चाहिँ सेदो युज गर्ने भनेर भनेछ है। अब यहाँ के भनेछ, सिसान रोकुजु साई डान्से है। अब यहाँ रोकुजु साई यो उमेर हेर्नु पर्यो है, किनभने उमेर अनुसार पनि छुट्टै छ होइन। सेदोगा खवारीमास नकारा रोकुजु साई उमेरलाई पनि ध्यान दिने। अनि डान्सेवा क्युजित्सु नि, अब यो कुरा पनि ध्यान दिनुपर्छ है। क्युजित्सु हो कि होइन, क्युजित्सु भने के हो, बिदाको दिनमा होइन, बिदाको दिन क्युजित्सु हो कि हेजित्सु अब सिगोतो चु हो कि भन्ने कुरा पनि याद गर्नु पर्यो है। अनि किनभने त्यो अनुसारले होइन होकेङ्ग्र्यो पनि अब खास यसमा अब इर्यो होकेङको बारेमा सोधिरह हो है। अनि यो पनि याद गर्नु, क्युजित्सु नि जिताकुदे सुमिनो खाते साइएन नो साग्यो छु नि नो सुकेत्सु ओ ओकोस्ते क्युस होइन किङ्क्यु हान्सो भन्छ है। किङ्क्यु हान्सो सारेता भनेको चाहिँ क्यु हान्सो भनेको चाहिँ के भनेको, एम्बुलेन्समा चाहिँ लग्यो भनेको है। हान्सो भनेको चाहिँ लानु, ओकुरुको खान्जी छ नि त है, ओकुरिमासको खान्जी हो यो। त्यो दुइटै ओकुरिमास नै खान्जी हो, पठायो भनेको है। एम्बुलेन्समा चाहिँ पठायो अरे। के भएको रहेछ, बिदाको दिनमा घरकै अब उहाँलाई सुमी होइन, आफ्नो इन्ट्रेस्टको आफूलाई मनपर्ने काम खाते साइएन भनेको चाहिँ घरकै चाहिँ यो यासाई चुकुरी बारीमा छ नि, घरको बारीमा साइएन भनेको घरको बारीमा चाहिँ तरकारीहरू
रोप्ने हैन तरकारी अब के भन्छ त्यस्तोलाई करेसाबारी सो खाते साइगेन भन्छ है त्यो करेसाबारीमा चाहिँ काम गरिरहेको थियो साग्यो भनेको काम गर्नु काम गरिरहेको बेलामा चिउ भनेको बेलामा नो सुक्खेचु है अब नो सुक्खेचु भनेको कस्तो रोग हो त थाहा छैन नो सुक्खेचु हैन अब ब्रेनको चाहिँ ब्लास्ट भयो त्यो चाहिँ रक्त नली चाहिँ के भयो फुटेर त्यहाँबाट ब्लिडिङ भएको अवस्था हो है अनि त्यस्तो भएर चाहिँ क्यु हान्सो हैन इमर्जेन्सी उहाँलाई चाहिँ एम्बुलेन्समा पठाइयो अनि थोकुनी माहिवा नाकु है अब यो थाहा छ नि नो सुक्खेचु भयो भने के हुन्छ भनेर नोको नो खेकाङ सिकाङ भयो भने के हुन्छ माही हुन्छ नि त धेरै जस्तो अब यहाँ चाहिँ थोकुनी हैन माहिगा नाइ है माहिगा नाकु सोनोगो रिहाबिलिटेसन ब्योइङ नि तेइन सितारे है अब त्यसपछि चाहिँ अब हस्पिटल लग्यो र माही चाहिँ भएन उहाँलाई है प्यारालाइसिस त्यस्तो चाहिँ सिम्पटम देखिएन त्यही भएर चाहिँ त्यसपछि चाहिँ रिहाबिलिटेसन हैन अब रिहाबिलिटेसन गराउनु पर्यो हैन त्यसैले चाहिँ रिहाबिलिटेसनको चाहिँ हस्पिटलमा उच्चुरु त्यहाँ चाहिँ सार्यो रे तेइन भनेको सार्नु है अनि गेन्जाइवा कोजिनो किनो सोगाई अब यसको बारेमा हामीले पढेको छैन हैन अब पहिला पढ्नेहरूलाई यो राम्रैसँग थाहा छ जस्तो लाग्छ मलाई कोजिनो किनो सोगाई भन्ने के हो है तर अब यहाँनिर जस रोग हो अब यहाँनिर हामीलाई यो चाहिँ खासै यहाँनिर यो भए पनि नभए पनि यसको चाहिँ खासै केही इम्पोर्टेन्स छैन यो हैन जेउस एउटा रोग हो भन्ने कुरा थाहा पाउनु हैन कोजी नो किनो सोगाई भनेको त्यही ब्रेनमै हैन हायर ब्रेन जुन चाहिँ हाम्रो सोच्ने क्षमता बोल्ने क्षमता हो यस्तो खालको जुन ब्रेन छ त्यसमा चाहिँ सोगाई हुनु प्रब्लम भयो भनेर भन्यो हैन अनि सोगाई नो चिरियो तो रिहाबिलिटेसन रे त्यो र प्लस चाहिँ रिहाबिलिटेसन नि सेन्नेङ छिटेरु त्यसैमा मजाले उहाँले चाहिँ त्यसमा गरिरहनु भएको छ हैन रिहाबिलिटेसन र त्यसमा चाहिँ त्यसैको लागि चाहिँ उहाँ के भन्ने अब रिहाबिलिटेसन गरिरहेछ र चिरियो पनि गरिरहेछ भनेको अनि इरियो हियो सिहराउतोकी अब यस्तो अब क्युजिचुमा उहाँ लड्नु भयो हैन अनि यो यस्तो भइरहेको यस्तो बिरामीलाई चाहिँ अब 60 वर्षको हुनुहुन्छ यस्तो बिरामीले चाहिँ इरियो हि चाहिँ कुन सेदोबाट तिर्ने होला त इरियो होकेङ सेदो है अब यहाँनिर हामीलाई यहाँनिर तल नहेरिकनै थाहा हुन्छ हैन यतिकै कुराले नै थाहा भयो है यहाँ चाहिँ यो योनबानको इरियो होकेङ सेदो अब जेसुकै आओस् यहाँ क्युजिचु भने पनि हैन अब काममै गइरहेको भए पनि उहाँले चाहिँ अब यो चाहिँ क्युजिचु भनेपछि त अब इरियो होकेङ सेदो नै हो अब काममा गएको अब रोदो साइगाई होस्यो होकेङ हुन्थ्यो हैन काममा गइरहेको बेलामा एक्सिडेन्ट यताउति भएको भए चाहिँ रोदो साइगाई होस्यो होकेङ हुन्थ्यो है त्यही भएर बिदाको पर्यो अनि त्यही भएर चाहिँ इरियो होकेङ सेदो चाहिँ युज गरेर उहाँले ट्रिटमेन्ट गर्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँ दुईटामा अलिकति अब यहाँ कोयो होकेङ पनि छ हेर्नुस् बेरोजगार अनि खाइगो होकेङ सेदो पनि छ खाइगो होकेङ सेदो केमा कहिले युज गर्छ अब त्यो पनि खाइगोको लागि चाहियो हैन यहाँ त अब इरियो हि भनिरहेछ नि त त्यही भएर त्यो पनि मिलेन है अनि यो नेङ्किङ सेदो के को लागि युज हुन्छ सेकाचुको लागि पछि हैन रोकुजिउ गोसाई भयो भने नेङ्किङ प्राप्त गर्नुहुन्छ हैन भनेपछि यो सबै पाँचैवटा हामीले पढिसकेकै रहेछ हैन भनेपछि यहाँ इरियो अब हिजो पनि एउटा त्यस्तै खालको क्वेसन थियो हैन इरियो हिकै बारेमा थियो भने अब यो पनि इरियो होकेङ सेदोकै बारेमा रहेछ ल भन्नुस् त यसरी आयो भने सकिन्छ हैन सजिलो छैन त अब यो सजिलो छ भन्नुपर्छ के अनि सजिलो हुँदै जान्छ अनि क्युजिचु भएन यो क्युजिचु भन्ने कुरा थाहा हुनु पर्यो अनि यो साई हैन उमेर पनि थाहा हुनु पर्यो अनि प्लस चाहिँ अब रोगको त अब यसमा हैन इरियो होकेङमा त्यस्तो
त्यो प्रब्लम हुँदैन रोग जुनसुकै भए पनि के यो चाहिँ अब अलिकति कन्फ्युज बनाउनलाई हैन कोजिनो किनोसोगाई यो त्यो भनेर राखिदिन्छ के यहाँनिर हैन हामीले यो इरो हिमा चाहिँ अब जेसुकै बिरामी भए पनि त हैन प्रब्लम त छैन नि त तिर्ने त इरो हिले नै तिर्ने हो नि त त्यही भएर चाहिँ यसरी चाहिँ आउँछ क्वेसन है अब यो चाहिँ हाम्रो शाकाइनो रिकाईको क्वेसन अब धेरै जस्तो गाह्रो छ भन्ने चाहिँ शाकाइनो रिकाई हैन त्यहाँबाट आउने क्वेसनहरु यस्तै हो त्यस्तो गाह्रो पनि छैन है त म्याम यो दाइनिगो हिहोकेन्सियाले चाहिँ कहाँ तिर्छ पैसा दाइनिगो हिहोकेन्सियाले हजुर कुनको कोकुमेन नेन्किनको दाइनिगो चाहिँ नेन्किनो नेन्किन्तो इस्यो नि हाराइमास भनेर चाहिँ त्यो चाहिँ कहाँ तिर्ने भनेको नेन्किन्तो इस्यो नि दाइनिगो भनेको त हामी हैन त खाइगो होकेङको भन्नुभएको कि इरियो होकेङ खाइगो होकेङ होला नि खाइगो होकेङ भए त अब इरियो होकेङसँग तिर्ने इरियो होकेङसँग अनि त्यो चाहिँ तिर्ने सँग तिर्ने अनि कहाँसँग तिर्ने सिचुएसनमा कि हैन इरियो होकेङले नै लिन्छ के इरियो होकेङकै उसमा हुन्छ तिर्छ इरियो होकेङ चाहिँ हाराइमा सुन लेखेको छ त्यही भनेर सिचुएसनमा हो कि कहाँ हैन सिचुएसनमा हैन अब उनीहरुको पनि फेरि अर्को एउटा छुट्टै बनाएको छ के त्यही एउटा चाहिँ कम्युनिटी के भन्छ अब छुट्टै एउटा कम्पनी जस्तै बनाएको छ हैन त्यही तिर्ने हो इरियो होकेङको है त्यो इस्यो नि इरियो होकेङमै तिर्ने भनेर लेखेछ नि त हैन सिचुएसनमा हैन ल अब यो पनि एकचोटि पढ्नुस् है त यो पनि अब हामीले यो पढेकोले गर्दा है एकचोटि पढ्नुस् त नानाजुगो साइनो जोसे यो खाइगो निवा होमन खाइगो मुहेरु बसबे नाबिसो सेस्लेरु साइकिनो निजिशोगा इंको देरी खाइगो गाडी कोन्नानी खाइगो जिनको ओसुनो मोसिको मिशिरु Chita, Kajuguto, खाइगो मुहेरुपा सोदा तोरो आदा यो खाइगो निनो युको सकाई युसांगा नोकोते इतागा यो खाइगो जोगा स्योताई कुबुन नो हेंको नो सिसेगा देकिरुको तुरुगा वाकाता काजुगा कुबुन हेंको सुरुतोकिनो सिसे इसाकी ते तादासी मोनो हितो चेराबिनासाई अब यहाँनिर के भनेछ यहाँ है सिन्से साकी कहाँनिर चाहिँ सिन्से गर्ने रे फेरि यो चाहिँ के भनेछ कुबुन हेङको गर्ने रे भने नि कुबुन हेङको भनेको के हो यो खाइगो जोताई कुबुन जस्तै यो खाइगो जोताई भने कतिवटा छ रे पाँचवटा छैन यो खाइगो इचिकारा यो खाइगो गो भनेपछि अब उहाँको के भयो भन्दाखेरि यहाँ कुबुन हेङको भनेको चाहिँ यो खाइगो इची भएको मान्छेलाई नि हैन अब नि भएको फेरि इची पनि हुन सक्छ हैन त्यसरी चाहिँ कुबुन हेङका गर्ने के चेन्ज हैन त्यसको लागि चाहिँ कुबुन हेङको गर्नको लागि चाहिँ कहाँ सिन्से गर्ने रे कहाँ होला भन्नुस् त त्यही हो है जहाँ चाहिँ खाइगो होकेङको निन्ते कहाँ उकेरो गर्छ होकेन्जामा हैन होकेन्जा कुन हो Chosun oyobi tokubezuku हैन उहाँहरु को हो रे सिचोसन ओयोबी टोकुबेजुकु को हो रे उहाँ खाइगो होकेङ न होकेङजा भएन हो त्यो खाइगो होकेङ न होकेङजाले नै के गर्छ त फेरि यो कुबुन हेङको पनि गर्छ के हैन उसैले गर्ने हो नि त उसैले निन्ते गरेको फेरि अब चेन्ज गर्नु पर्यो अथवा चाहिँ निन्ते पनि कोसिन गरिराख्छ कोसिन भनेको रिन्यू गरिरहा हुन्छ हैन जस्तै इचिनेङ नि इक्काइ चाहिँ गर्छ रे के त्यो हेर्न आउँछ
हैन अनि फेरि त्यो यसरी क्वेशनहरु तपाईहरुकोमा पनि सायद आको देख्नु भएको छ होला खाइगो होकेङ सर्भिसबाट आउँछ अनि आज निन्ते छ भनेर यस्तो खाइगो होकेङको निन्ते छ भन्ने यस्तो सुन्नुहुन्न रियो सासानको है त्यो चाहिँ त्यो अब उहाँहरुले पहिल्यै गरिसकेको हो तर चाहिँ इचिनेङ नि इक्काइ चाहिँ फेरि कोसिन गर्नको लागि फेरि चाहिँ निन्ते अब अहिलेको जोताइ जुन यो खाइगो नि छ भने यो खाइगो नि नै छ कि वा चाहिँ हैन अलि बढ्यो कि अब घट्यो कि भनेर फेरि त्यो हेर्नको लागि के हैन अब जस्तै यो खाइगो नि भएको व्यक्तिलाई सर्भिस अलिकति पैसा कम लाग्छ हैन अब यो खाइगो सान भयो भने अलि बढी लाग्छ के पैसा तिर्नुपर्ने पैसा हैन भनेपछि त त्यो यो खाइगो नि सान हुनुपर्ने मान्छे हैन यो खाइगो नि नै राखिराख्यो भने के हुन्छ कम्पनीलाई पनि घाटा हुन्छ हैन अब हामीले चाहिँ पुरै अब खाइजो चाहिँ हिच्यो भइरहेछ त्यो व्यक्तिलाई तर चाहिँ उसको चाहिँ के भयो यो खाइगो नि छ रे यो खाइगो नि हैन यो खाइगो योन हुनुपर्ने मान्छे हैन पुरा खाइजो अब लेखिरहेछ कि खाइजो यो पनि गर्न सक्छ त्यो पनि गर्न सक्छ भनेर यो खाइगो नि भनेर चाहिँ पहिला गरेको अनि पछि चाहिँ अब दाङ हैन अब के हुन्छ थाइचो वारकुनारु थाइचो खुजुसु हैन खुजुरेते उसको चाहिँ यो खाइगो योनसम्म पुग्ने व्यक्ति भयो के उहाँ तर पनि निन्ते चाहिँ त्यति जताको जति नै त्यति नै भइराख्यो भने अब हामी त खाइगो सिचेजले त के गर्नु पर्यो उहाँलाई त धेरै नै केयर गर्नुपर्ने हुन्छ खाइजो वा हिचियो हैन अनि त्यो चाहिँ के भयो त घाटा हुन्छ के त्यही भएर चाहिँ निन्ते फेरि त्यसरी इचिनिङ इकाइ चाहिँ कोसिन गर्ने अथवा चाहिँ फेरि साइ निन्ते गर्ने काम चाहिँ गर्नुहुन्छ अनि त्यो चाहिँ खाइगो होकेङजाले नै आएर हैन सिचुएसनले नै आएर चाहिँ गर्न आउँछ अब सिसेचहरुमा पनि आउनुहुन्छ हैन नभए घरमा बस्ने रियोसा सानो भने घरैमा पनि आउनुहुन्छ अब यो यति कुराले नै यहाँ थाहा पाइसक्यो यो यति धेरै यहाँ हैन अब हामीले यो पढे छैन है खाइगो रोजिन फुकुसी सिसेच अब यो अहिले पढ्ने अब यो सर्भिसको बारेमा पढ्दाखेरि यो सिसेचहरुको बारेमा पढ्नुपर्छ हैन यो होमन खाइगो त्यो बारेमा चाहिँ अनि अब यतिले पनि यो आन्सर चाहिँ आयो के हैन खाइगो होकेङ नो होकेङ ज्या भनेर थाहा भयो हैन अब यो निबानको हामीले पढेको छैन यो सानबानको के हो यो खाइगो होकेन सिन सल्लाह गर्ने वाला मिटिङ बस्ने वाला हो मिटिङ बस्ने है सबैजना निन्ते गर्ने बेलामा वा चाहिँ जरुरी परेको बेलामा अरु बेलामा पनि बस्छन् है अब निन्ते भइसक्यो रे हैन फेरि पनि अब साइ निन्तेहरु गर्ने बेलामा हैन जरुरी परेको खण्डमा यो चाहिँ खाइगो होकेङ सिन्साकाइ चाहिँ बस्छ है अब यहाँनिर हामीले थाहा भएको भने यही दुईटा मात्रै हो यो चाहिँ अहिले पढेको छैन हैन कोकीको रेशा इरियो यो कोकीको रेशा इरियो कोइकिरेङ्गो भनेको चाहिँ त्यही कोकीको रेशा भन्ने को हो रे नानाज्यू गोसाई इजोनो हैन नानाज्यू गोसाई इजोनो इजोको रेशाहरुको जुन चाहिँ पैसा आचुमे गर्छ नि इरियो होकेङ त्यसपछि चाहिँ के हुन्छ भनेको अटोमेटिकली कोकीको रेशा इरियो होकेङ सेदोमा जान्छ भनेको हैन हो त्यही जुन चाहिँ पैसा आचुमे गर्छ नि हो त्यसलाई चाहिँ यो भन्छ के यो नाम कोकीको रेशा इरियो कोइकिरेङ्गो इकिरेङ्गो यसले चाहिँ पैसा आचुमे गर्ने अनि कोकीको रेशा नै छँदैछ हैन इरियो छँदैछ अब यो पछाडीको नाम मात्रै अब सेदोबाट यहाँ चाहिँ कोइकिरेङ्गो भयो है यो पनि रेङ्केको रेङ्के हैन कोइकिरेङ्गो भयो यो इरियो होकेङ त्यो फरकले गर्ने हो हजुर फरकले लिने हो फरकले हजुर कस्तो फरकले यो चाहिँ नानाज्यू गोसाई इजो भएपछि चाहिँ कोकीको रेशा इरियो सेदोमा जान्छ के सबैजना हामी सबैजना है जो पनि व्यक्तिहरु अब पहिला अहिले हामी खाइसाइन भएकोले हामीले इरियो होकेङ तिरिरहेछौँ हैन हामी इरियो होकेङ अब जो चाहिँ व्यक्तिहरुको कोही हुन्छ नि अब आफ्नै बिजनेसहरु भएको उनीहरु चाहिँ खोकुमिन खेङको होकेङ
अनि जो चाहिँ सरकारी कर्मचारीहरू नाम फरक हो तर इरियो होकेन त इरियो होकेन नै हो नि त हैन सरकारी कर्मचारी अथवा चाहिँ गाक्कोको सेन्सेहरू के हुन्छ अरे क्योसाई क्योसाई कुमियाई हैन अब त्यसको पनि फेरि यहाँनिर हामीले चाहिँ यो छ भनेर मात्रै पढ्यौं के हिजो यो बुकमा है त्यसको कम्पनी कसलाई तिर्ने भन्ने कुरा चाहिँ अब अर्को बुकमा आउँछ त्यो है त्यो कुरा याद भयो नि त अब यो चाहिँ यो भनेको चाहिँ कोकी कोरेस्या इरियो सेदो जुन छ हैन त्यो पैसा चाहिँ कसले लिन्छ भन्दाखेरि यसले लिन्छ के यो यसमा जान्छ के अब जस्तै हामीले तिरिरहेको इरियो होकेङ छ नि इरियो होकेङको पैसा चाहिँ कहाँ आचुमे हुन्छ भन्दाखेरि अब त्यो छुट्टै छ के त्यहाँ तपाईहरुलाई थाहा छ होला नि त्यो थाहा छैन क्योकाई के भनेर आउँछ नि खेम्पो भनेर तपाईहरुको आफ्नो क्योकाई भनेर आउँछ नि हो त्यो हो के फेरि त्यो तिर्ने ठाउँ फेरि छुट्टै छ के अहिले चाहिँ हामीले पढेको भनेको हामीले पढेको चाहिँ त्यति मात्रै याद गर्नु न अहिले यो एउटा चाहिँ आयो अहिले हैन त्यो यो चाहिँ कोकी कोरेस्याहरुको इरियो सेदो चाहिँ यसले चाहिँ आचुमे गर्छ भन्ने कुरा चाहिँ आयो के यहाँनिर है अब त्यस्तै नै हामीले तिर्ने पनि त्यहाँनिर अर्कै कम्पनीको नाम आउँछ के फेरि यहाँ अहिले हामीले चाहिँ नाम आएको छैन जस्ट यो छ मात्रै भनेको छ अहिले पढेको मात्रै याद गर्नुस् पढेको मात्रै याद गर्नुस् अहिले त्यही मात्रै याद गर्नुस् म्याम अघि भन्नु भएको त्यो क्योसाई कुमियाई भनेको मलाई थाहा पनि छैन त्यो के भन्नु कुन चाहिँ क्योसाई कुमियाई हजुर त्यो सरकारी हिजो हुनुहुन्थ्यो हैन अनि सरकारी कर्मचारीहरु तपाईले यहाँ क्योसाई कुमियाई भन्नु सरकारी कर्मचारी अथवा चाहिँ को त गाकोनो सेन्से प्राइभेट उसको सेन्से प्राइभेट स्कुल अथवा चाहिँ गाकोनो सेन्से हैन थाहा छ किन थाहा छैन तपाईले त्यो खेम्पोको तीनटा भन्नुभयो नि एउटा 25 र 13 अनि एउटा कति थियो अरे 11 11 13 25 11 मा के थियो अरे म्याम 11 मा किहोन्तेकी जिङकेन भन्ने थियो किहोन्तेकी जिङकेन भनेको हैन जन्मेर आएपछि बाँच्ने अधिकार भनेको के त्यो बेसिक अधिकार भनेको बेसिक अधिकार भने फेरि लास्टको चाहिँ के हो त 25 मा पनि बाँच्ने त बाँच्ने नै हो तर कसरी सेजोन केन भनेको चाहिँ के भन्थे सरकारले हेल्प गर्ने त्यो चाहिँ सरकारले हेल्प गर्ने हो के 25 चाहिँ है हामी मान्छे भएर बाँच्ने अधिकार छ तर त्यो चाहिँ सरकारले हेरिदिनु पर्छ भन्ने त्यसमा ब्याग भन्ने हो र सेन्से कसलाई केमा यहाँ त्यही त्यो कुमारी सानले के भन्ने थियो क्योसाई कुमियाई त पढेकै छैन भन्दै हिजो हैन हिजो पनि त्यही हेरेको हैन हामीले कोसाई हैन क्योसाई कुमियाई भनेको चाहिँ यही हैन योन्सुरिनो इरियो होकेङमा के छ खेङको होकेङ कोसाई कुमियाई खोकुमिन खेङको होकेङ कोकिकोरेस्या इरियो सेदो बुझ्नुभयो हजुर मैले पढ्दै गइरहेको छु बिस्तारै अनि त्यहाँ पुगेको छैन रहेछ त्यही भएर अहिले भर्खर त्यो त्यहाँ पुगेको छैन ल अब यहाँ हेर्नुस् यहाँ यसको फेरि यहाँ कसले आचुमे गर्छ भन्ने यहाँ फेरि यो खाइसाको नाम आउँछ के यहाँ हजुर हैन अहिले त्यो खाइसाको नाम आयो नि यहाँ यो आएको के यसको चाहिँ आयो बुझ्नु भएन यसको खाइसाको नाम सजिलै छ कोकुमिनको पनि आइराछ सेन्से त्यो 4th नम्बरमा हो कि 3rd नम्बरमा आइराछ यो कोकुमिन केङको होकेन के थियो हेर्छु है त ल यो बुझ्नु भयो नि हजुर त्यही हो है त अब यो के भन्छ खेम्पोको बारेमा चाहिँ अब 3टा खेम्पोको बारेमा छ हैन फर्स्ट के हुन्थ्यो कि जिङकेन भनेको जन्मिँदाखेरि लिएर आएको हाम्रो ह्युमन राइट्स के
होइन, जन्मिँदाखेरि नै लिएर आएको। अनि लास्टको 25 को चाहिँ सेजोन केन भनेको चाहिँ अब यहाँ जन्मिएपछि अब हामीले बाँच्ने अधिकार पाउनु पर्यो नि त, होइन? यो देशमा जन्मिएर आएपछि त यो देशमा बाँच्ने, अब जसरी भए पनि बाँच्नु पर्यो र यदि सकेन भने सरकारले हेरिदिनु पर्यो भन्ने हो क्या 25 को चाहिँ सेजोन केन भनेको है। सेजोन केन भनेको चाहिँ त्यो हो, बुझ्नुभयो? भिडियो छ नि, भिडियो क्लासको पुरै भिडियो छ त। भिडियो पनि छ, त्यो पनि हेर्नुहोस् न है। अनि एउटा चाहिँ के हो, सेजोन केनकै बारेमा छ नि, सेजोन केनको बारेमा अर्को एउटा वर्ड पनि छ के, जुन चाहिँ के भन्छ हाम्रो कातागानामा सेजोन केन भनेर आयो भने अरू के हुन्छ अरे, भन्नुहोस् त। सेजोन केन भयो भने अरू के हुन्छ? सेजोन केनको अर्को वर्ड साइते गेन्दो, साइते गेन्दो भयो होइन, अर्को गामन सिनाइदे, त्यही हो, गामान सिनाई र साइते गेन्दो नो सेकच होइन, त्यो चाहिँ एउटै हो। अर्को हिजो पढेको थियो नि हामीले, सेकाचु होगो हो, कनेक्टेड छ है। सेजोन केन सेकाचु होगो हो र साइते गेन्दो नो सेकाचु इतो नाम कोतोगा देकिरु होइन, खेङको दे बुङका तेकिनी भनेर आउँछ। अनि यसमा अर्को एउटा वर्ड आउँछ के, त्यो सेम त्यही हो, एउटै हो होइन। त्यसरी पनि आउन सक्छ, जुन चाहिँ के भन्छ त्यसलाई, नासुनारु मिनिमम भन्ने थाहा छ? नेसनल मिनिमम हो, त्यो वर्ड पनि आउन सक्छ। त्यो वर्ड आयो भने पनि के हो त त्यो? सेजोन केन नै हो है। अथवा के हुन्छ अरे अरू, साइते गेन्दो नो सेकाचु होइन, अथवा चाहिँ खेङको दे बुङका तेकिना साइते गेन्दो नो सेकाचु इतो नामु कोतोगा देकिरो। यो वर्डहरू यो 3-4 चाहिँ एउटै हो भनेर याद गर्नुहोस् है। यसमा अब यो नेसनल मिनिमम होइन, अब इङ्ग्लिसमा लेख्नु होइन, 25 का होइन, 25 कै हो यो नेसनल मिनिमम होइन, नासुनारु मिनिमम भनेर आउँछ उसमा हेर्दाखेरि। नेसनल मिनिमम, यो स्पेलिङ मिल्यो मिनिममको? मिल्यो म्याम, मिल्यो जस्तो लाग्यो। मिले छैन जस्तो लाग्यो। म हेर्छु, मिनिमम त्यही त हो नि, मिनिमम त्यही हो। अलिकति यो रेड लाइनमा भएको भएर अलिकति कस्तो कस्तो लाग्यो। ल, यो नेसनल मिनिमम पनि यही हो है, सेजोन केनमै पर्छ, नासुनारु मिनिमम भनेर आउँछ। त्यो पनि याद गरिराख्नुहोस् है त, अहिले लेखिहाल्नुहोस्, त्यहाँनिर नोटमा लेख्नुहोस् त, नेसनल मिनिमम सेजोन केन होगो हो, सेकच होगो हो भनेको चाहिँ त्यो होडिचु नै छ के, सेकच होगो होको होइन, होडिचु नै बनाएको छ। अनि त्यो म्याम यो कति लेसनमा छ यो खेम्पोको यो जु होइन, हाची होला। लेसन 6 मा हो, 6 हो र हाची होला। 90 जोइन भएको त्यही भएर सब छुटेछ के म्याम, सब आफै पढिरहेको छु हजुर, हुन्छ त्यही भिडियो हेरेर पढ्नु न। अनि फेरि आउँछ कि हामी फेरि यो होइन, अर्को बुकमा पनि यही पढ्ने हो नि त है। हाची जस्तो लागेको थियो मलाई होइन, होइन रहेछ हाची, हाची होइन, 7 ल, अब यो कुराहरू भयो है त, एकदमै इम्पोर्टेन्ट कुराहरू छ होइन। सकाइ नोरिकाइ यो खेम्पोहरू के सबै दोहोरिरुमान छ के, त्यहीबाट मैले त्यो फेरि हेर्ने हो पछि। अहिले अनि एउटा कुरा, त्यो इजोकुन्याङ्किन भनेको चाहिँ त्यो बुढा मरेपछि अथवा बुढी मरेपछि, बुढा मरेपछि अनि त्यो 18 वर्ष मुनिको मात्रै बच्चा भएको मात्रै पाउँछ भनेको होइन। अनि एउटा बुढी कुन हो, त्यो कुन एउटा
एउटा बुढीले भनिरहेको थियो कि मैले मेरो अघि हाम्रो त्यो त्यति धेरै ऊ भएको छैन कि बिरामी निन्जिसिया छैन अनि त्यसपछि मैले के अरे आफ्नो नेङ्किन त बुढाको इजोको नेङ्किन पाइरहेको छु भनिरहेको थियो क्या त्यसले अनि त्यो पाउँछ र त्यसले त्यो त अर्कै होला दाइनीको हिहोकेङ्सा थियो होला नि त अस्ति पहिला त्यो पनि पहिला पर्यो उसले के पहिला इजोको कोसे नेङ्किन चाहिँ पाइरा होला नि कोसे त नेङ्किङ अस्ति भने नि हामीले होइन यो के भन्छ इजोको कोसे नेङ्किङ इजोको किसो नेङ्किङ पाउनलाई चाहिँ 18 वर्षको हुनु पर्यो बच्चाहरू होइन इजोको कोसे नेङ्किङ त अब दिन्छ बच्चा नभए दिन्छ के दाइनीको हिहोकेङ्सा हो भने 18 वर्ष हुने बेलासम्म कि 18 वर्षको बच्चा होस् 18 वर्षसम्म 18 वर्षसम्म चाहिँ दिने नि 19 वर्ष भयो भने पाएन बुझ्नुभयो कन्फ्युज भयो अब त्यो पनि याद गर्नुहोस् अब दाइ इचिगो हिहोकेङ्साले पाउँदैन दाइ निगो हिहोकेङ्सा हो भने चाहिँ उसले के हो कोसे इजोको नेङ्किङ पाउँछ त्यो चाहिँ उहाँले चाहिँ उहाँको श्रीमानले सर्भिसम्यान थियो होइन बुढा चाहिँ खाइसम्म काम गर्दै रे अनि अचानक मरेको रे अनि भनेर हो त्यही कारणले पाउनु भएको उहाँले उहाँको आफ्नै खाइसा थियो भने उहाँले पाउनु तर उसले चाहिँ केही काम गरेको छैन उयो यामाता सान जस्तो सेम त्यही नै है अझै उहाँले पाए पनि अब उहाँको आफ्नै नेङ्किङ छ होइन रोरे किसो नेङ्किङ पाइ नै राख्नु भएको छ अनि इजोको नेङ्किन पाउँछु इजोको नेङ्किङ पाइरहेछ उहाँले होइन दुईटा पाइराख्नु भएको छ हजुर अब यो एकचोटि पनि भन्नुहोस् त यहाँ फेरि हिजो भन्यो नि हामीले है त्यही सेम क्वेसन आयो जाइगेन ल भन्नुहोस् जाइगेनको के हो रे खाइगो होकेङको जाइगेन के हो रे सम्पत्ति है कहाँबाट पैसा आउँछ खाइगो होकेङलाई खाइगो होकेङले त अनि पछि ल अब यो थाहा भइसकेपछि यहाँनिर अब फेरि यहाँनिर अर्कै अक्षर लेखेछ है अब कोही भने पनि त्यही हो है सरकारी भनेको सरकारी पैसा सो अब मैले हिजो कुनी भने होइन अब कोही भनेको पनि त्यही है को भनेको पब्लिक पैसा भनेको सरकारी पैसालाई कोही भन्छ है अनि दाइ इचिगो हिहोकेङ र्यो तो होइन अनि नपढुन्जेल यो कोही भनेको मलाई थाहै नभएर अस्ति हो अनि यो दाइजीको हिहोकेङ भनेको के हो रे को हो रे दाइजीको भनेको 65 20 वर्षदेखि 60 वर्षसम्म हैन यो फेरि खाइगोको हो के खाइगोको पुग्नु भएको तपाईँ फेरि नेङ्किनमा नजान्नु यो चाहिँ खाइगोको हो कि त्यही भने के नेङ्किङ र यहाँ छुट्टै पर्नु नेङ्किङको भन्नुभयो है कुमारी सानले त्यही भने किनभने त्यो दुईटा ऊ हुन्छ भनेर भनेकै थिएँ होइन दाइ इचिगो हिहोकेङ्सा भनेको चाहिँ रोकुजु गोसाई इजो र दाइनिगो हिहोकेङ्सा भनेको को हो रोकुजु योन्साई मिमान है रोकुजु योन्साई मिमान एकजनाले बोल्नु न के भन्नुभयो म्याम यो योन्ज्यूदेखि कति रे योन्जु साइकारा रोकुजु योन्साई मिमान दाइजिगो हिहोकेङ्सा भनेको चाहिँ रोकुजु गोसाई इजो नो हितो है मोनो भन्छ अनि दाइनिगो हिहोकेङ्सा भनेको चाहिँ योन्जुकारा रोकुजु योन्साई मिमान है 64 वर्षसम्मको ले तिर्ने यो चाहिँ है 40 देखि 64 वर्षसम्मकोले उनीहरूलाई चाहिँ दाइनिगो हिहोकेङ्सा भन्छ दाइचिगो हिहोकेङ्सा भनेको चाहिँ 65 वर्षभन्दा माथिको सबैजनालाई दाइ इचिगो हिहोकेङ्सा भन्छ है ल अब यो कुरा पनि त्यो पेजमा छ है उसमा हेर्नु होला होइन पढ्नुहोस् है अब यो जाइगेन भनेको यस्तो है ल अब यसरी यो यति मात्रै आउन साथै यति सजिलो लाग्छ कि यो क्वेसनहरू हैन फटाफट आन्सर दिएर गइन्छ के सोचिराख्नु पर्यो त परेन है
ल अब यहाँ भनेछ होकेङ्ग्र्यो भनेछ होइन होकेङ्ग्र्यो मात्रै भनेछ के यहाँ होइन होकेङ्ग्र्यो मात्रै होइन अनि कोही मात्रै भनेछ यो चाहिँ सरकारले मात्रै तिर्दिने भनेको सरकारले मात्रै पनि तिर्दिने होइन होइन अनि कोही होकेङ्ग्र्यो अनि गेइकी सेदाई कारानो सिएन किन्रे भनेको होकेङ्ग्र्यो पनि भयो र गेइकी सिदाई कारानो सिएन भनेको जो चाहिँ एकदम बलियो भएर काम गरिरहेछ नि अहिलेको मान्छेहरू एकदम यङहरू जुन यङ पनि होइन जो काम गर्न सक्ने मान्छेहरूले दिने सिएन गर्ने सपोर्ट गर्ने पैसा रे होइन त्यो सपोर्ट गर्ने पैसा त होइन यो खाइगो होकेङ्ग्र्यो होइन दाइचिगो र दाइमिगोको मात्रै हो त्यही भएर रङ भयो अनि यहाँ भनेछ कोही दाइचिगो हि होकेङ्ग्र्यो रे भनेपछि सरकारले पैसा हालिदिने र होकेङ्ग्र्यो दाइची नाना रोकुजु गोसाई इजोको मान्छेहरूले जुन तिर्छ पैसा होइन त्यो मात्रै भनेछ त्यो मात्रै पनि होइन त्यही भएर चाहिँ लास्टको कोही दाइचिगो होकेङ्ग्र्यो प्लस दाइनिगो होकेङ्ग्र्यो यो चाहिँ आन्सर भयो है यो हिजो भनेको थिएँ होइन यसरी पनि क्वेसन सोध्न सक्छ है भनेर त्यही भएर चाहिँ अहिले भनिदिएको है ल ठिक छ अहिले यो यति पढिसकेपछि अब हामी चाहिँ अर्को च्याप्टरमा जान्छौँ यहाँ क्वेसनहरू गर्नु पर्ला कि अब पहिला दाइ हास्योको क्वेसन गरे छैन है ल दाइ हास्योको क्वेसन गरौँ है त ल दाइ हास्योको क्वेसन है यो कुन टपिक थियो खाइगो होकेङ जुइते है खाइगो होकेङको बारेको टपिक थियो यसको चाहिँ हामीले क्वेसन गरेको थिएनौँ त्यही भएर एकचोटि यो क्वेसन गरियो यो चाहिँ निहोङ्गो नो मोन्दाइ है निहोङ्गो चुगिनो इमिनो कोतोबा हो खाक्को नि खाकिनासाई भनेछ यहाँ दिएको छ यसको चाहिँ मिनिङ लेख्नुस् रे मोस्कोमी सुरु मोस्कोमु कोतो भनेको के हो सिन्से नो याकुनी थाचु यो नि आगेतरी खासतरी सुरु कोतो तेक्यो सुरु है यो चाहिँ के भयो सिन्से है अब यो अब पढ्ने कोसिस गर्नुहोस् है खान्जी त्यतिकै नपढिकन आउँदैन कहिले पनि है सिन्से भयो अनि के हो यहाँ तेक्यो भनेको यस्तो खान्जी हुन्छ है अनि अर्को हिचियो ना ओखाने यो भनेर यसरी आउँछ है खान्जी अघि कोहीमा पनि यो थियो है कोही ओखाने नो खान्जी कोही हियो है एउटै हो एउटै होइन अक्षर चाहिँ एउटा होइन पैसा तिर्ने भनेको सिगोतो सिते मोराएर ओखाने के हो सु है हो यस्तो होइन होकोकुको हो है यो होकोकु सुरु भन्ने छ नि होकोकु प्लस सु होसु अनि कुनिया दोदो फुकेन नादो नि जेकिङ नादो हराउ कोतो वा नोफु है नोफु चाहिँ हामीले कुनीलाई जे पनि चिज हामीले पैसा तिर्ने जुन बिल छ नि त्यसलाई चाहिँ नोफु भन्छ नोखान्जी है नोफु भन्छ अनि अब तर यो क्युर्यो पनि लाई पनि होसु नै भन्छ है क्युर्यो पनि हो अब जे पनि काम गरेर के हैन जेसुकै काम गरेर पैसा प्राप्त गर्छ भने त्यसलाई चाहिँ होसु नै भन्छ अब यो अलिकति गाह्रो वर्डमा हैन गाह्रो वर्ड चाहिँ होसु भन्छ जे गरेर पैसा प्राप्त गरे पनि होसु क्युर्यो पनि होसु नै हो है त्यो अब हामीले बुझ्ने वर्ड भनेको क्युर्यो भयो तर त्यसलाई होसु भनेर अब त थाहा हुन्छ नि हैन लेखेको छ भने होसु भनेर लेखेको छ भने त्यो के हो त भन्दाखेरि केही पनि काम गरेर प्राप्त गरेको पैसा रहेछ भन्ने कुरा हजुर के भन्नुभयो ल अब निबानको हेर्नुहोस् सुगिनो बुन्नो खाक्को नि आउ कोतोबा हो सिकाकुकारा एराबी
खिगो खाकिनासाई भनेछ है। अब यहाँनिर यो चाहिँ डिलिट गर्नु। यहाँ हेर्नुहोस् त चुइनो बुङ्नी होइन। अब यहाँनिर तल दिएको छ कोफु क्योका जिरिचु खाइगो फुतान इचिबान कोरेशाओ खातेदे खाको सुरुको मुजुका शिखनाते खिता खाइगो है खाइगो डी होइन। के भनेको यो कोरेसा होइन। कोरेसाहरू उसले भनेको जस्तै खाइगो गर्न गाह्रो हुन्छ। घरमा है। खाते भनेको घरमा के भने जस्तो होइन। खाते भनेको ए को खान्जी होइन यो निवा होइन। घरमा चाहिँ खाइगो गर्न गाह्रो भयो अरे। हेरविचार गर्न गाह्रो भयो अरे कोरेसाहरूलाई है। खाइगो भयो। निबानको खाइगो नि खकारू ओखानी नारा नै के गर्नु पर्यो फुतान है। फुतान ई भनेको के हो त यो पैसा जति पनि अब खाइगो गर्दाखेरि लाग्ने रकम चाहिँ आफैले बेहोर्ने भनेको यो फुतान भनेको। झिको फुतान भनेको आफैको फुतान भनेको आफैले बेहोर्ने होइन। नबेहोरी हुँदैन भनेर भनेको सिना केरेवा नारा नै होइन। अनि सानबानको चौसोनका राशि तोसिते मोराउ चौका भने के हो मेन्क्यो भने पनि हुन्छ है। पर्मिसन खासै पर्मिसन नै हो यो चाहिँ। अब होइन सिचुएसनबाट चाहिँ ल खाइगोको काम गर भनेर चाहिँ जुन पर्मिसन प्राप्त गर्नुपर्ने हुन्छ होइन। सिचुएसनका राशिगो तो सितेमो इ देश यो तो यु क्योका हो मोराओ पर्मिसन प्राप्त गर्ने भनेको। योनबानको कोरेसागा खाक्को सिते सेकच देखिरु यो सिएन सुरु नानी हो देखिरु यो जिरिचु भने के हो अरे इन्डिपेन्डेन्ट होइन। अब इन्डिपेन्डेन्टमा के हुन्छ अर्को कुरा आफै गर्ने आफै काम गर्ने मात्रै हो कि त्यो कुरा त्यो वर्ड चाहिँ भन्नुपर्छ है। जिको खेत्ते जिको खेत्ते है त्यही हो जिरिचु भनेको होइन। कोरेसागा जिरिचु सिते सेकच देखिरु यो सिएन सिएन भनेको सपोर्ट गर्ने भनेको। अनि गोबानको है यो पनि के त सिचोसोन वा खाइगो होकेङ हि होकेङ स्यासो ओ कोफुसुरु भनेको मतलब हि होकेङ स्यासो भनेको के हो सर्टिफिकेट होइन। अब तिमी चाहिँ हिहोकेङसा भयो है खाइगोको तिमीले युज गर्न पाउँछ है भनेको के हो खाइगो होकेङ हिहोकेङसा सो भनेको अब तिमीले खाइगो होकेङसा बेसी युज गर्न पाउने भयो भनेर सर्टिफिकेट दिएको यो कोफुसुरु होइन पठाइदिन्छ सिचोसोनले। कति वर्ष भएपछि रोकुजु गोसाईको थान्जोबी भएपछि यो घरमा आइपुगिहाल्छ। अब तपाईँले चाहिँ युज गरे पनि हुन्छ है यो खाइगो सर्भिस भनेर होइन। त्यस्तो हो यो है सिचुएसनले नै के गर्ने हो त पठाउने हो। अनि के गर्ने हो रे सिचुएसनले के गर्छ निन्ते गर्छ। अनि के गर्छ अरू अनि होकेङ आचुमे पनि उमाको देखिरु यो नि हैन। कोफु भनेको पठाइदिन्छ भनेको ओकुरु भनेको ओकुरु सिचुएसनले स्याक्सोबाट चाहिँ केही चिज हाम्रो घरमा थोदोकी हुन्छ भने हैन पठाइदिन्छ भने
त्यसलाई भन्छ कोफु सुरु भन्छ। ओकुरिमास भनेको नर्मल भाषामा हामीले ओकुरु भन्छ, तर सिचुएसनहरूले चाहिँ हामी पठाइदिनेलाई कोफु भन्छ के। बुझ्नुभयो? यो कोफु। ओकुरु हामी तिर्नीलाई के भन्छ हामीले पठाउनेलाई चाहिँ कोफु भन्दैन, ओकुते मोराउ उताबाट आउँदाखेरि चाहिँ कोफु भन्ने हो। उताबाट आउने बेलालाई चाहिँ भन्ने। हामीले बिल तिर्नेलाई नोफु भन्छ। नोफु। नोजे पनि भन्छ नि। नोजे भनेको जेकिङ तिर्नेलाई नोजे भनेको। जेकिङ भनेको हो ट्याक्स, नो भनेको तिर्ने भनेको। जेकिङ तिर्नलाई नोजे भन्छ हैन? तिर्ने भनेको त्यो है। अब नोफु भनेको तिर्ने भनेको है। जे पनि तिर्नेलाई नोफु भन्छ। कसलाई तिर्ने? सरकारलाई। अरूलाई तिर्दा, अरूलाई बिल तिर्छु भन्दा नोफु सुरु भन्छ हामीले? भन्दैन है, भन्नु मिल्दैन है। सिहराई तुकाने। सरकारलाई तिर्नेलाई चाहिँ नोफु भन्छ। र सरकारले केही पेपरहरू चाहिँ हाम्रो घरमा पठाइदिन्छ। अब जस्तै होकेङ स्यो भयो होइन, जस्तै अब कोसे नेङ्किङको होइन कार्डहरू यस्तो पठाइदिन्छ नि, घरमा आउँछ नि, त्यो भनेको चाहिँ कोफु। उहाँहरूले पठाइदिने चाहिँ कोफु भन्छ। नोफु, तिरेको नोफु, पठाएको कोफु है। ओसामेरु भन्छ के यो। ओसामेरु यो छ नि, एउटा मात्रै वर्ड आयो भने चाहिँ यो नोफुको चाहिँ के हो, नो भनेर चाहिँ अरूसँग वर्ड आयो भने नोफु भन्छ। अनि ओसामेरु भन्छ के। एक्लै आयो भने ओसामेरु। ओसामेरु हेर्नु, ओसामेरु पनि धेरै छ है। यो यही नो होइन त? नोफुलाई कसरी लेख्छ? नोफु के लेख्नु मैले? नोफु हेर्नुहोस् त, सुकेरु र नोको खान्जी छ होइन यहाँ। त्यही हो नि त यो नो। यो हराउकोतो, यो पनि हराउकोतो नै हो है। ओसामेरु भन्छ। पैसा तिर्छु भन्नलाई ओखाने ओसामेरु पनि भन्छ। थाहा छ? यो यस्तो वर्ड आयो भने पनि यो पनि ओसामेरु त धेरै छ हैन सेन्से? ओसामेरु फेरि यो एउटा भएन, यो चाहिँ हराउ भयो। ओसामेरुको एक्ज्याक्ट मिनिङ चाहिँ के हो? खान्जी अनुसार फरक है। यो ओसामेरु चाहिँ यो पैसा तिर्ने भनेको। अब फेरि ओसामेरु भनेको शान्त पार्नेलाई पनि ओसामेरु नै भन्छ हैन? मैले त्यही सुन्न खोजेको थिएँ। त्यसको खान्जी चाहिँ कुन हो? खान्जी छुट्टा छुट्टै हुन्छ। छुट्टै छ नि हैन? त्यसको एउटा चाहिँ ओसामेरु भनेको ओचिचुकीको होला। ओचिचुकी खान्जी। यो नाउरुको खान्जी पनि हो है फेरि। नाउरु यो पनि ओसामेरु नै हो। नाउरु यो चाहिँ अब रोगहरू निको पार्ने ओसामेरु नै हो है यो पनि। यो तीनटा छ के ओसामेरु, त्यो गाह्रो छ है। अनि अर्को चाहिँ अलिकति नात्तोको जस्तै हो है। ल यो चाहिँ नात्तोको होइन, नात्तोको सुरुमा पनि त्यही हुन्छ हैन? ल यो भयो हाम्रो चाहिँ अब के अरे निहोङ्गोको है, निहोङ्गोको मोन्दाइहरू भयो। अब यो सानबानमा हेर्नुहोस् त, यो पनि निहोङ्गो नै है। निहोङ्गोको चाहिँ यो बुम्पो के भनेपछि यहाँ सोङ्गेन ओ मोची नगारा देकिरुदाके जिरिचुसिता सेकचु भनेछ है। सोङ्गेन ओ मोची नगारा भनेको आफ्नो डिग्निटीलाई होइन यथाउतै राखेर त्यो चाहिँ हामी चाहिँ झिरिचु आफूले आफ्नै झिको सेन्तको झिको खेत्ते होइन, आफैले चाहिँ चुज गरेर आफैले चाहिँ डिसाइड गरेर सबैजना त त्यही गरिरहेछ नि होइन। अर्काले गर यो गर त्यो गर भनेर त गरिरहेको छैन नि, आफ्नै इच्छा अनुसारले आफैले डिसाइड गरेर गरिरहेछ है। त्यसलाई नै भन्छ झिरिचु। सोङ्गेन ओ मोची नगारा भनेको फेरि होइन, जुन चाहिँ डिग्निटी आफ्नो प्रतिष्ठालाई चाहिँ कायम गरेर भनेको। अब यो नागारा भन्ने यहाँनिर वर्ड यो आयो नि, नागारा भनेको चाहिँ होइन यो गरेर त्यो गरेर भनेर आउँछ नि। अब यहाँ चाहिँ मोची नागारा भनेछ। अब यो यसरी पनि ग्रामर युज हुन्छ भने यसको चाहिँ फेरि अरू पनि हुन्छ होइन, अरू मिनिङ लाग्ने पनि हुन्छ।
तर यही मिनिङ लाग्ने चाहिँ यहाँ चुज गर्नु भनेर भनेछ है। एउटा चाहिँ भनेछ रियोसानो खिमोचियो खङ्गाई नगारा खाइगो सुरु भनेछ। अर्को चाहिँ जान्नेन नगारा सियाइनी माकेतेसी मात्ता अरे। अब यो कुन चाहिँ हो त? यो जस्तो सेम मोची नगारा है। मोची नगारा भनेको आफ्नो डिग्निटीलाई चाहिँ कायमै गरेर भनेको अनि सोचेर होइन। खिमोचियो खङ्गाई नगारा होइन। अरू रियोसासानको खिमोची कस्तो छ त्यो चाहिँ सोचेर खाइगो गर्नु भनेर भन्यो। जान्ने नगारा भनेको चाहिँ यो छुट्टै नै भयो जान्ने नगारा अनफोर्चुनेटली होइन। सियाई चाहिँ माकेतेसी मात्ता भन्यो। त्यही भएर यसको चाहिँ अब कुन चाहिँ ठिक भयो त? ए होइन, यो चाहिँ मारु। यो मारु भयो है। अनि अर्को चाहिँ यहाँ होकेङ्ग्र्यो वा सिचोसोन नियोत्ते चिगाउरे है। सिचुएसन नियोत्ते भनेको सिचुएसनहरू होइन। एउटा सिचुएसनबाट अर्को सिचुएसन तिनीहरू चाहिँ फरक फरक हुन्छ भनेको होइन। त्यही सेम मिनिङ जस्तै खालको योत्ते पनि धेरै हुन्छ है। ओ आमेनी योत्ते हासिगा नागासारेता हितोनी योत्ते खङ्गाई कातागा इरो इरो आरु। बी है। जस्तो कि अब हितोनी योत्ते होइन मान्छेको चाहिँ यो सोच फरक फरक हुन्छ भनेको। मान्छे अनुसारले होइन। यो चाहिँ योत्तेनी भनेको चाहिँ अनुसार भन्दा राम्रो होला यसमा होइन। मान्छे अनुसार चाहिँ सोच भिन्न भिन्न हुन्छ भनेको यो। अब यो इचिबानको चाहिँ योत्ते नै हो। तर यहाँ के भनेछ? ओ आमेनी योत्ते हासिगा नगारेता भनेको कारण भन्नु होइन। यहाँ चाहिँ कारण भयो। यो चाहिँ अनुसार भनेको भयो होइन। फरक छ नि। यो मिल्छ म्याम। हजुर यो ए को सेन्टेन्स पनि मिल्न चाहिँ मिल्छ तर मिनिङ फरक हुन्छ के। यो रङ होइन नि। यो मिल्छ, यो पनि मिल्छ। हामीलाई क्वेसन सोधेको के हो? यो माथिको जसरी चाहिँ यो योत्ते युज गरेको छ होइन। यो सेन्टेन्समा कसरी युज गरेको छ योत्ते, त्यसरी नै युज गरेको सेन्टेन्स चाहिँ मारु लगाऊ भनेको है। एउटा चाहिँ कारण, एउटा चाहिँ अनुसार भनेछ। अब यो सिचुएसन अनुसार चाहिँ फरक हुन्छ भनेको भएर भी पनि होइन। मान्छे अनुसार चाहिँ सोचहरू फरक हुन्छ भनेको। त्यही भएर चाहिँ बी चाहिँ राइट आन्सर हो। तर मिल्न चाहिँ यो पनि मिल्छ है त। ए पनि सेन्टेन्स चाहिँ नमिलेको छैन। त्यो पनि सेन्टेन्स मिलेको छ तर ग्रामर फरक भयो के। ग्रामर फरक भयो है। यो योत्ते भनेको पनि छ के धेरै होइन। यो माथिको पनि मिल्छ है त। जान्ने नगारा भनेको यसरी भन्न मिल्छ हामीले होइन। जान्ने नगारा योत्ते कारण हुन्छ भने अलि बुझेन। यो अनुसार मात्रै बुझिरहेको थिएँ कि मैले। कारण चाहिँ बुझेँ। अहिले बुझ्नुभयो? ठुलो पानीको पानीको कारणले होइन। ओ आमेनी योत्ते भनेको हो। त्यो चाहिँ अब ग्रामर हो है नि। निहोङ्गो देश निहोङ्गो नो यान्टु अब यो सानबान हेर्नु। मिन्ना दे खाइगो सासाएरु तो यु खङ्गाए कारा है। अब यो कारा भने पनि धेरै छ है। खाङ्गाए कारा खाइगो होकेङ्गा देखितारे होइन। मिन्ना दे खाइगो सासाएरु तो यु खङ्गाए कारा सबैजना मिलेर चाहिँ होइन खाइगो चाहिँ सपोर्ट गर्ने सोचले भनेको। यो सोचले चाहिँ खाइगो होकेङ बन्यो भनेको होइन। सोचले खाइगो होकेङ बन्यो भनेर भन्यो। अब त्यसरी नै अब यो ले नै यहाँ हुने खालको वर्ड खोज्नु पर्यो। इचिबान एमा के भनेछ? क्योनिङ नो यु जुनी गाचुकारा कोनो सिसेचुदे हाताराइतेइरु। बीको चाहिँ कोकोरो या खरादा इन्का कारा ब्योकिनी नात्ता ले भयो त्यो पनि हो। अब यो कारा भनेको के हो? देखि होइन। जुनी गाचु देखि चाहिँ क्योनिङ नो अब बाटो पनि हुन्छ देखि पनि हुन्छ होइन। पहिलाको वर्षको होइन 12 महिनादेखि
यहाँ काम गरिरहेको छु भने यो सिसेजुमा उम्, निगाचुकारा यो त सजिलो छैन कारातेहरू जस्तोलाई आउँछ के तर यो चाहिँ आउँदैन यो चाहिँ गाह्रो वर्ड होइन अहिले जति पनि हामीले यहाँ पढ्यौँ नि त्यो चाहिँ नर्मल्ली यो चाहिँ अलिकति लेभल अपको होइन N2 नै होला नै होइन यो एन्ट्री होला नि सेन्से हो र N3 हो कि N2 को होला है जो चाहिँ मान्छे यो चाहिँ धेरै जस्तोलाई थाहा हुँदैन के जस लेभल अलिकति बढेको मान्छेहरूलाई मात्रै थाहा हुन्छ होइन यो त्यही भएर कारा भनेको त अब N4 N5 होइन त्यतिदेखि नै थाहा हुन्छ अब ओ आमेनी योते यो पनि त थाहा हुन्छ नै होइन जान्ने नगरा यस्तो यो चाहिँ के त अलिकति गाह्रो होइन कोकोरोया खरादानो हिङ्का कारा भनेको यो त N2 होला ले है आफ्नो मन र शरीरको चाहिँ चेन्जले गर्दा के हुन्छ त होइन आफ्नो शरीर बडी एन्ड माइन्डको चेन्जले गर्दाखेरि के भयो त भनेको यो है अनि यहाँ चाहिँ मारु हुन्छ यो माथिको चाहिँ रङ हुन्छ है अब अस्ति मैले एकचोटि भने नि आएको थियो नि वर्ड एउटा के वर्ड आएको थियो योरी भन्ने योरी भन्ने त्यही हो के कम्पेयर गर्दाखेरि पनि युज गर्न मिल्यो योरी भनेर चाहिँ त धेरै जस्तोलाई अब होइन बाटो पनि मिल्यो योरी भनेको चाहिँ कम्पेयर भनेर थाहा छ तर यहाँनिर एउटा वर्ड सँगै आयो भने त्यो सँगै पढ्ने भने नि अस्ति के वर्ड थियो योरी ओकु भने जस्तो लाग्यो योरीसँगै कनेक्टेड के थियो योरी ओकु वा चाहिँ अब यो पनि भयो होइन यहाँनिर धेरै आउँछ के यस्तो वर्ड यो जस्तै कि यो एउटा भइहाल्यो होइन योरी आन्जेन है योरी आन्जेन योरी होइन योरी ओकु योरी आन्जेन यस्तो आउँछ यो चाहिँ के भने धेरै भनेको के यो राम्रो धेरै चोरी चो भनेर चो छुट्टै नै हुन्छ होइन जस धेरै भन्न खोजेको धेरै नै भन्नु खोजेको होइन योरी आन्जेन योरी ओकु अरू के हो मैले सम्झेको थिएँ अहिले फेरि बिर्सेँ है 2-3वटा यो सँगै पढ्ने है त यो सँगै पढ्ने है योरी आन्जेन भनेर होइन योरी आन्जेन भन्ने योरी आन्जेन योरी ओकु सँगै छुटाएर नपढ्ने है यो चाहिँ एउटै वर्ड भन्ने कुरा थाहा पाउनुहोस् यो भयो यो चाहिँ अब ग्रामर यो चाहिँ कुन लेभलको हो म्याम योरी योरी पनि N2 लेभलकै होला N2 होला है N1 होला यो N2 N1 कुन होला N2 मा त त्यस्तै होला है अब मलाई चाहिँ त्यो कुन भन्ने कुरा मलाई त्यो याद छैन के अब कि बुकै हेर्नु पर्यो होइन तपाईलाई त अब सबै त्यो के भन्छ N3 त्यस्तो लाग्छ हामीलाई आउँदैन नआउने भएपछि N0 हुन सक्छ थाहा छैन त्यो कुन चाहिँ अब के बुकहरू पल्टाएर हेरेपछि मात्रै थाहा हुन्छ जे होस् त्यो अब वर्ड थाहा छ तर कुन चाहिँ लेभलको हो थाहा छैन रे त्यस माथिकै हो थाहै थिएन यो कुरा चाहिँ थाहै थिएन माथि नै हो के N2 अब N1 नै होला सायद N1 त होइन जस्तो लागिरहेको छ N2 नै होला सायद N1 मात्रै होइन ल अब यो पनि हेर्नुहोस् है अब यहाँदेखि चाहिँ उसको आयो होइन खाइगोको टपिकबाट क्वेसन है यो चाहिँ अघिसम्म चाहिँ हाम्रो के निहोङ्गो नमो अब चुगिनो बुन्नी आओ कोतोबा हो खाकिनासाई शाकाई मिन्नाले खाइगो सासायो तो सुरु यो तो खाका सासायो तो यु खन्गायो नान्तो इमास्का के भन्छ गोनो शाकाइका खाइगोनो शाकाइका है यो खाइगोनो शाकाइका खाइगोनो शाकाइका खाइगोनो शाकाइका हो र के आएछ भने काको खान्जी आएन
गएपछि त्यहाँ भेट्दा ताकाई का यो खान्जे है यहाँ यो मेट्यो भने फेरि यहाँ हुन्छ यही हेर्नुहोस् है हुन्छ म इबानको खोकुमिन वा नान्साई नि नात्तारा खाइगो होकेङ्ग्यो योन्जुसाई योन्जुसाई है योन्जुसाई कोकुमिन भनेको छ नि त सेन्से यो त निजी होइन र अब खोकुमिन भयो भने के हो यहाँ खाइगो होकेङ छ त खोकुमिन भनेको के हो नागरिकहरूले कति वर्षमा चाहिँ खाएको होकेङ्ग्यो हराओ भनेको अहिले सेन्से खाइगो हो कि तपाईँले हेरेकै छैन तपाईँले मेरो त्यो उमा राइट गरिदिनु भएको छ त्यही भएर म त हेरेकै छैन ए योन्जु हो है सेन्से योन्जु साई हैन हो योन्जु साई करा हराइमास है अब यो सानबानको के हो खाइगो होकेन साब्सुगो गाइताई तोकुवा तोक्कोनी मोत्सुकोमी मोत्सुदा 시초선 ओयोबी तोकु베츠को सिचोसन ओयोबी यो सबै लेख्दा राम्रो है त ओयोबी बेत्सुकु म्याम मलाई यो ओयोबी भनेको के होला जस्तो लाग्छ ओयोबी भनेको र भनेको र है एन्ड भनेको एन्ड अब यो पनि अब N to N1 को है त लेभल ओ यो तपाईहरु पढिराख्नु भन्छ एन्ड पो हो अर हैन हैन कहाँ ओर हो र एन्ड दुईटै यो कि यो हैन यो कि यो होइन नि त र हो नि यो र यो भने यो कि यो होइन कि यहाँ तिर्ने होइन कि यो र यो यहीँ तिर्छ यहाँ हुनेले यहाँ तिर्छ यो थोकुबेचुकु छ भने थोकुबेचुकुमा तिर्छ ओयोबी भनेको चाहिँ र भनेको है एन्ड ल अब योनबानको खाइगो होकेङ साबिस ओ रियो सुरु हितो वा खकात्ता हियो नो आवाज हराइमास्का इचिवारी शोतोकुनी निवारी ओ हराइमा गेन्सोकु भन्छ के त्यसलाई गेन्सोकु भनेको के हो नर्मली चाहिँ हैन इचिवारी हो है गेन्सोकु इचिवारी हो अनि शोतोकुनी योते हैन शोतोकुनी शोतोकु नो ओइहितो वा निवारी शोतोकुनी योते नि अथवा चाहिँ सान पनि यो पनि हुन्छ हैन योते निवारी मातावा माता होइन है यहाँ चाहिँ मातावा हुन्छ अथवा अथवा सामवारी म्याम यो वारी भनेको के हो र वारी भनेको भाग पर्सेन्टेज जस्तै अब हामीले भन्दाखेरि इचिवारी भनेको चाहिँ जु पर्सेन्टो भनेको एक भाग दुई भाग भने जस्तो पनि भयो हैन पर्सेन्टेज भनेको के जापानिजमा पर्सेन्टेजलाई के भन्छ वारी इचिवारी भनेको चाहिँ 10% भनेको यो निवारी भनेको 20% सानवारी भनेको 30% है अब इङ्ग्लिसमा पनि भन्न सक्छौँ जु पासेन्टो निजु पासेन्टो भनेको है त बुझ्नुभयो वारी भनेको अब यो गोबानको है दाइनिगो हिहोकेङ वा साई इजो रोकुजु गोसाई मिमानले नानी होकेङ है त खाइगो होकेङ होइन इरियो होकेङ त अब यहाँ इरियो होकेङकै कुरा भइरहेछ होइन के अरे खाइगो होकेङ त खाइगो होकेङकै कुरा भइरहेछ 40 वर्षदेखि 65 वर्ष 40 वर्ष पुगेपछि त खाइगो भन्नु भएको हैन र 40 वर्षपछि खाइगो अनि त्यही गर्दाखेरि खाइगो पनि पस्यो
अब इरियो खाइगो के जो व्यक्ति चाहिँ इरियो होकेङमा छिरेको छ उनीहरूले तिरिरहेछ त्यो व्यक्ति मात्रै दाइनिगो हिहोकेङस्या बन्न पाउँछ भनेकै हो त्यसमा कन्डिसन थियो नि त एउटा इजो भए पनि हैन योन्जु साइकारा रोकुजु गोसाई मिमानको हितो बितो भए पनि एउटा के कन्डिसन पनि हुनुपर्छ उनीहरू चाहिँ अनि मात्रै उहाँहरूलाई चाहिँ के त अब सर्भिस नभए पाउँदैन भनेको यो है दाइनिगो हिहोकेङस्या भनेको चाहिँ योन्जु साइकारा योन्जु साई इजो रोकुजु गोसाई मिमान मात्रै होइन कि त्यो त भइहाल्यो होइन 40 देखि 65 प्लस त्यसमा चाहिँ हिरियो होकेङमा चाहिँ उनीहरूले तिरेकै हुनुपर्छ भनेको हिरियो होकेङ नि हाइतेना खेलेबा नारा नै है यो यसरी नै लेख्नुहोस् है त तपाईहरुले धेरै जस्तो इचिवारी भनेर लेख्नु भएछ हैन तै पनि मैले राइटै गर्दैछु अनि यहाँ चाहिँ इचिवारी हैन सोतुकुनी यो अथवा चाहिँ सानवारी पनि भनेर लेख्नु अनि यहाँ पनि सिचोसोन ओयोबी थोकुबेचुक्यु कु भनेरै लेख्नुस् है यो 5 नम्बरको चाहिँ मैले त फेरि बुझेन राम्रोसँग अहिले पनि बुझ्नु भएन हजुर फेरि भन्नु त एकचोटी यो चाहिँ के भन्छ इरियो होकेङ भनेर जो चाहिँ छिरेको छ नि इरियो होकेङ तिरिरहेछ नि हजुर उनीहरू चाहिँ रोकुजु साई देखि 65 वर्षसम्मको व्यक्तिहरू चाहिँ दाइनिगो हिहोकेङस्या हुन्छ अरे के अब हामी सबैजना अब रोकुजु योन्जु साई त योन्जु साई त हुन्छ है हामी सबैजना हुन्छ तपाईहरु अहिले योन्जु साई भन्नु भएको छैन तर कुनै न कुनै दिन त योन्जु साई हुन्छ नि हुन्छ है हो योन्जु साई हुन्छ अब योन्जु साई मात्रै भएर भएन के तपाईहरु चाहिँ यो खाइगो होकेङको दाइनिगो हिहोकेङस्या बन्नको लागि तपाईहरुले इरियो होकेङ पनि तिरिरा हुनुपर्छ भनेको योन्जु साई भए म चाहिँ अब खाइगो होकेङको दाइनिगो हिहोकेङस्या भए भन्ने होइन रहेछ के पहिलादेखि इरियो होकेङमा तिरिरहेछ भने चाहिँ तपाई दाइनिगो हिहोकेङस्या बन्नुभयो योन्जु साई भएर हैन तिरेको छैन भने चाहिँ बन्नु हुँदैन भनेको यो हाइते इरु हितो दाके हैन अब हुन त सबैजना तिरि नै रहा हुन्छ के यो अब जस्तै सेन्से यो क्यौसाई कुमियाईमा छिरेर बसेको मान्छे चाहिँ नै काउन्ट भएन एमा किन काउन्ट हुँदैन क्यौसाई कुमियाईको पनि त इरियो होकेङ नै हो नि सबै इरियो होकेङ त हुन्छ नि योन्सुरी न के हो योन्सुरी नो इरियो होकेङ नै हो नि कुनै नाम मात्र फरक हो नि कुनै नाम मात्र फरक हो हेरु नै हुन्छ नि त हैन माथिको भन्नुस् त्यहाँ हेर्नुस् योन्सुरी नो इरियो होकेङ भनेछ अनि मात्रै उनीहरुको तल चाहिँ नाम फरक आएको छ भनेपछि त इरियो होकेङ नै हो सबैजनाको जलेन तिरेको हुन्छ तिरेकै हुन्छ के यो खासै त्यो सबैजना नै हुने नै हो यो हैन नतिर्ने त को हुन्छ त्यही त नि फरकै छैन यो सबैजना तिरि नै रहा हुन्छ नतिरी त जापानले उडाउँछ अहिले त्यही भने अब त झन् एकदम कडा भइरहेछ है अब गाईको कुजिनहरुलाई त झनै कडा भइरहेछ है जाउँ हो हाम्रै गाउँ त्यही भने है घरि त त्यस्तै लाग्ने ल अर्को यहाँ हेर्नुहोस् त खाइगो होकेङ नि चुइते चुगिनो बुन्नो थादासी मोनोनिवा मारु माचिगाते इरु मोनोनिवा बात्सु लेख्नुस् रे है नम्बर 1 मा खाइगो होकेङ नो हि होकेङ स्यावा दाइ इचिगो कारा दाइ सांगो मादे देस राइट यो कसको बारेमा भन्यो ल भन्नुस् खाइगो होकेङ रोकुजु गोसाई हैन यो केको कुन चाहिँको बारेमा दाइनिगो चिचिरानीको यो चाहिँ अब खाइगो होकेङमा त दाइ इचि र दाइ मात्रै हुन्छ हैन सान हुँदैन यो सान भएको चाहिँ केको बारेमा भनिरहेछ भने के नेङकिङको होला नि नेङकिङको बारेमा भनिरहेछ हैन यहाँ खाइगो होकेङलाई कट गरेर यहाँ नेङकिङ भएको भए मारु नेङकिङ होकेङ भएको भए मारु हुन्थ्यो
मारु नेङ्किङ होकेङ भएको भने यो मारु हुन्थ्यो होइन नेङ्किङ होकेङमा चाहिँ हि होकेङ स्यावा दाइ इचिगो कारा दाइ साङ्गो मादे है ल निबानको त्यो सान टिकेपछि चाहिँ दाइ इचिगो हि होकेङ स्यावा होकेङ ड्यो हो सिचो सोन्नी हराइमास रे हो त्यो अलिक कन्फ्युज नहुनुहोस् है किनभने यो नेङ्खिङको र होइन नेङ्किङ होकेङ र फेरि यो खाइगो होकेङको कन्फ्युज हुन्छ कि एक्जाममा कतिवटा क्वेसन आउँछ यहाँबाट म्याम आउने कति नै हो र एउटा दुईटा त्यति त आउँछ नि तर पढ्न चाहिँ यति धेरै पढ्नुपर्छ है दुईटा त आउँछ होला सेन्से एउटा दुईटा त्यस्तै आउँछ नआउन नि सक्छ होला कहिले नआउनु पनि सक्छ यताबाट नाइनी खाइगो न किहोनबाट आइहाल्छ नि एउटा न एउटा आउँछ हो नआउनु पनि सक्छ भने यसपालि आएको थिएन त सेन्से अनि खाइगो न किहोनबाट के आएको थियो जस्तो लाग्यो मलाई त खोइ खाइगो होकेङबाट नि आथ्यो है हैन र आथ्यो जस्तो लाग्यो सेन्से मलाई त आएको होला के भनेको मैले बुझिनँ निबानको दाइ इचिगो हि होकेङ स्यावा होकेङ र्यो हो सिचो सोन्नी हराइमास भनेको होइन दाइ इचिगो हि होकेङ स्याले जुन पैसा तिर्छ नि त्यो कसलाई तिर्ने भनेको सिचुएसनलाई हो रे हो है मारु देस्ने अब सानबानको हेर्नुहोस् दाइनिगो हि होकेङ स्यावा होकेङ र्यो हो तोदो फुकेन नि हराइमास रे के हो यो दाइनिगो हि होकेङ स्या भनेको चाहिँ योन्जु साइकारा रोकुजु कोन्साई मान्नो हितो हैन उनीहरूले चाहिँ कसलाई त भन्दाखेरि इरियो होकेङ त इस्यो नि है त्यही भएर यो तोदो फुकेन चाहिँ होइन भने तोदो फुकेन वा बाचुदेश इरियो होकेङ त इस्यो भन्यो भने चाहिँ राइट हुन्छ है चाहिँ बाचु भयो अनि योनबानको साबिस जिग्योशानी वा दारेरे नारे मासरे साबिस जिग्योशा भनेको चाहिँ यो जसले चाहिँ सर्भिस दिन्छ नि खाइगोको जस्तै हाम्रो चाहिँ हाम्रो के सिसेचुहरू है हामीले काम गर्ने सिसेचुहरू जुन हाम्रो काम गर्ने ठाउँहरू छ नि खाइगोको हो त्यो खाइगोको सर्भिस चाहिँ जसले पनि दिन पाउँछ भनेछ क्या जसले पनि दिन पाउँदैन के गर्नुपर्छ त उसले क्योका मोरा हो नि लाइसेन्स प्राप्त गरेपछि मात्रै ल तिमीले गर्न पाउँछ भनेर लाइसेन्स दिएपछि मात्रै दिएको लाइसेन्सवाला साबिस जिग्योशाहरूले मात्रै यो खाइगो होकेङ साबिस चाहिँ गर्न पाइन्छ है हाम्रो जस्तो हाम्रो सिसेचहरू चाहिँ सबैले लाइसेन्स प्राप्त हो के त्यही भएर खाइगो होकेङको सर्भिस दिइरहेछ अनि त्यही भएर चाहिँ यो बाचु भयो है अनि गोबानको दाइचिगो हि होकेङ च्यागा खाइगो साबिस ओ रियो सुरुतोकिवा खाइगो होकेङ हि होकेङ स्यासोगा हिचो देस्रे खाइगो होकेङ स्यासो भनेको अघि पनि भने हैन जुन चाहिँ सर्टिफिकेट तपाईले चाहिँ 65 भएपछि कोफुस्चिमास हैन सिचोसोनले चाहिँ घरमै पठाइदिन्छ अनि के भनेको त यो त अब चाहिँ तपाईले खाइगो होकेङ सर्भिस चाहिँ युज गर्न पाउनुहुन्छ है भनेर चाहिँ सर्टिफिकेट यो हैन अब यो दाइ इचिगो हि होकेङ स्या भनेको चाहिँ रोकुजु गोसाई इजो नो है उहाँहरूले चाहिँ खाइगो सर्भिस युज गर्नलाई खाइगो होकेङ हि होकेङ स्या सो चाहिँ जरुरी पर्छ भनेको चाहिँ पर्छ है जरुरी पर्छ नभई हुँदैन त्यही भएर चाहिँ यहाँ खाइगो सर्भिस युज गर्नलाई चाहिँ चाहिने नै हो त्यही भएर यो चाहिँ राइट भयो है ल यो यति भएन अब यो पहिलाको वर्ष चाहिँ यसरी पढेको छैन हुन चाहिँ मैले लाइभमा पढाएको थिएँ के लाइभमा मैले टिकटक लाइभमा 2 चोटि यो बुक रिपिट गरेको हैन अनि धेरै जस्तो चाहिँ यो लाइभ हेरेर नै आउने हुनुहुन्थ्यो हैन अनि त्यही भएर त्यतिखेर पढिसकेको भनेर तर यसरी चाहिँ राम्रोसँग चाहिँ पढेको थिएन है
अहिले चाहिँ टिकटकको लाइभ आउनुहुन्न नि म्याम तपाईँ? आएको छैन है। निदाउँदै पढाउनु भएको बेला सेन्से हो एकचोटि निधाएको थिएँ म। एकदमै गाह्रो लाग्छ कि मलाई चाहिँ त्यस्तो। अनि मैले अब आकेमा होइन अब हुन त अहिले पनि म क्लास आकेमा पनि लिइ नै रहेको छु। हिजो आके नै हो, अब आज बिदा, भोलि पनि नाइट हो, पर्सि फेरि आकेमै क्लास लिन्छु। तपाईँले पनि खाइकोमा काम गर्नुहुन्छ म्याम? हजुर हजुर म पनि त्यही हो, त्यही भएर त अनि तपाईँहरू जस्तै त हो नि म। मेरो चाहिँ आज आके थियो, म त छिटो उठेर क्लास लिन गएँ। ए म त त्यति सुत्दिनँ दिउँसो, 2 घन्टा जति सुत्छु अनि आकेमै हो क्लास। अब पर्सि पनि आकेमा लिन्छु होइन। 8 दिन छ के मेरो यसपालि नाइट। अनि एभ्री टाइम आकेमा परिरहेछ होइन। क्लास त्यतिखेर लिएन भने त पर्सि पनि क्लास छ र सेन्से? सेन्सेको कुन हो म? भोलि नाइट हो, पर्सि आकेमा क्लास छ नि त होइन 21 भोलि छ नाइ, भोलि के क्लास छ? भोलि त नाइट हो मेरो। पर्सि 21 मा। भोलि छैन क्लास। पर्सि त छैन जस्तो लाग्यो। पर्सि छैन हो पर्सि। भोलि छैन, पर्सि छ। पर्सि छ। पर्सि छ। भोलि चाहिँ छैन। भोलि मेरो नाइट हो ल। पर्सि चाहिँ आके हो। 21, मैले 24, हेरिरहेको 26, छु है। 27, 31, 29। भोलि नाइट हो, म क्लास लिनु भ्याउँदिनँ है त भोलि। ल पढौँ न। मलाई यहाँ हेर्नु। अब सानबान हेर्नुहोस् है त, अब यहाँ यति मात्रै हो आज। खाको नि आते हामारू सुजिया कोतोबा हो खाइ भनेको होइन। खाइगो होकेङ साबिसगा स्काइरो हितो। अब कसले कसले खाइगो होकेङ साबिस चाहिँ युज गर्न सक्छ भनेको होइन। दाइडेस्को हिहोकेङ सा रोकुजिउ गोसाई इजो न हितो। रोकुजु गोसाई इजो है त यहाँ के भनेछ, कसले युज गर्न पाइन्छ अरे? दाइ इची जो चाहिँ हितो है। अनि खाइगोगा हिचो दातो निन्ते सारेता हितो। निन्ते है। निन्ते भनेको तिमीलाई चाहिँ यो खाइगोकै जरुरी छ है भनेर चाहिँ सर्टिफिकेट दिएको, प्रमाणित गरेको व्यक्तिहरूले मात्रै होइन खाइगो होकेङ साबिस युज गर्न पाइन्छ होइन। यो कसले गर्छ अरे? निन्ते अनि सिचोसोनलाई के भन्छ अरे? सिचुएसनलाई खाइगो हिहोकेन्जा। खाइगो होकेन्जा है। हिहोकेन्जा भनेको चाहिँ है। अनि खाइगो हिचोनि नात्ता गेइन वा नान्देमो त्यसुकै कारणले उसलाई चाहिँ केयरको जरुरी परोस् त्यो मतलब भएन होइन। तर उहाँले जेसुकै भए पनि पाउनुहुन्छ युज गर्न होइन। लडेर होस्, अब जेसुकै होस् होइन। यो रोकुजु गोसाई भएपछि चाहिँ सर्भिस युज गर्न पाउनुहुन्छ। गेइन भनेको रिजन, कारण जेसुकै। अनि दाइनिगो हिहोकेङ्साको चाहिँ अलिकति फरक हुन्छ है। दाइनिगो हिहोकेङ्सा भनेको चाहिँ योन्जु साई इजो रोकुजु मान्छेलाई भन्छ। अनि अब यहाँ के भनेछ? किमेरा रेता ब्योकी तोकुते सिप्पे। किमेरा रेता ब्योकी भनेको चाहिँ तोकुते सिप्पे भन्छ है। सिप्पे भनेको चाहिँ ब्योकी, थोकुबेचुना ब्योकी के होइन। कुनै पनि यो किमेरा रेता ब्योकी होइन, यो भनेर भनेकै ब्योकी चाहिँ हुनु पर्यो। खाइगो चाहिँ यो ब्योकी भएपछि मात्रै योन्जु साई भन्दा माथिको व्यक्ति 65 भन्दा तलको व्यक्तिहरूले चाहिँ यो बिरामी भयो भने मात्रै खाइगो साबिस युज गर्न पाइन्छ भनेर लेखेको छ क्या होइन। 18वटा कि 16वटा हो? 16वटा होइन। 16वटा ब्योकी लेखेको छ। त्यो 16वटा ब्योकी भित्र चाहिँ त्यो मान्छेको पर्नु पर्यो होइन, उसको बिरामी डिजिज रोग नभए चाहिँ पाउँदैन भनेको यो। तोकुते सिप्पेगा गेइन्डे खाइगोगा हिचो दातो। अब निन्ते होइन, उसलाई पनि अब भन्नु पर्यो, फेरि प्रमाणित गर्नु पर्यो होइन। खाइगो सिचुएसनले तिमीलाई चाहिँ चाहिने रहेछ भनेर निन्ते गर्नु पर्यो अनि मात्रै पाउँछ। अनि सोनो ब्योकिनो गेइन के हुनु पर्यो? त्यो खारे भनेको चाहिँ चियो थोरुको तो
जस्तो कि एज ढल्किँदै जान्छ नि रोगहरू हैन, जस्तो बुढाबुढी भएपछि हुने रोग के, उम्, बुढाबुढीलाई लाग्ने रोग चाहिँ लागेको हुनु पर्यो के त्यो व्यक्तिलाई, जुन 40 वर्षदेखि 65 वर्ष मुनिको व्यक्तिलाई। त्यो त्यस्तो नभइकन चाहिँ उसले अझै त्यो पनि युज गर्न पाइँदैन। अब यो बिरामी यो 16 वटा बिरामी छ हैन, त्यो चाहिँ सबै यही हो, खारे नै हो के गेइन हैन। एज चाहिँ ढल्किँदै गएपछि मान्छेको के हुन्छ, शरीर पनि कमजोर हुँदै जान्छ र त्यही अनुसारले बिरामी हुन्छ हैन। अब यस्तो हुन्छ के जो कि एज ढल्किँदै गयो भन्दैमा हैन, अब 40 वर्ष नै भयो भन्दैमा यो एज ढल्किँदै गएपछिको रोग जस्तै कोचुसोसोसो हैन, कोचुसोसोसो भनेको त बुढाबुढी भएपछि झन्झन हड्डी खिँदै जान्छ नि त, हड्डीको चाहिँ के हो डेन्सिटी घट्दै जान्छ, त्यो रोग हो हैन। अब यो 40 वर्षको बिरामीलाई हैन, 40 वर्षको सबैजनालाई त लाग्छ भन्ने छैन हैन। 40 वर्ष हुँदैमा अब कोचुसोसो हुन्छ होला त, हुँदैन है, कसैलाई त 35 वर्षमा पनि हुन्छ हैन, भएको पनि छ। त्यही भएर चाहिँ हुँदैन, तर कोही कोहीलाई हुन्छ यस्तो हैन खारेको। अनि त्यही भएर चाहिँ यो 16 वटा ब्योकी छ जुन चाहिँ एज ढल्किँदै गएपछि लाग्ने रोग। त्यो भित्र पर्यो भने चाहिँ यो व्यक्तिहरूले हैन खाइगो युज गर्न पायो, नभए पाएन। अनि यदि पाएन र युज गर्नै पर्यो भने सबै पैसा तिर्नु पर्यो के है। ल त्यत्रो खाइगो होकेङको पैसा तिरिरहेछ, तै पनि सर्भिस चाहिँ युज गर्न पाइँदैन, आफैले फुल पेमेन्ट गर्नुपर्छ। अब कति पैसा लाग्छ होला त फुल पेमेन्ट गर्दाखेरि, फुल पेमेन्ट गर्दा त है। अब जस्तै अब अहिले हैन जुमान ल सबै सपोजको कुरा अरे हैन, 1 महिनामा चाहिँ खाइगो सर्भिस हैन, अब त्यो कतिको खाइगो दो छ त्यो अनुसारले जुमान, निजुमान, सान्जुमान पनि हुँदो रहेछ के। त्यो चाहिँ फेरि कसरी भन्दाखेरि त्यो भनेपछि निजुमान सान्जुमान भनेपछि अब रियोसा सानले त जम्मा सान्जुमान भयो भने सानमान तिरे पुग्यो नि त हैन, साममान तिरे पुग्यो। अब यदि त्यो खाइगो सर्भिस युज गर्न पाएन भने यो व्यक्तिहरूले योन्जोसाई रोकुजु गोसाईको व्यक्तिहरूले के गर्नु पर्यो, उनीहरूले सबै फुल पेमेन्ट गर्नु पर्यो, सान्जुमा नै तिर्नु पर्यो। अनि सान्जुमा मात्रै तिरे पुग्यो त फेरि खानाको पैसा छुट्टै भनेपछि त कति तिर्नु पर्ला, रोकको सर्भिसहरु इकागेछु नि 1 करोड यति तिर्नु पर्छ है, गाह्रो छ। जिसाचु बाबा, अनि त्यही त त्यसै धेरै गाह्रो छ, एकदम महँगो छ है जापानमा। त्यही भएर अब यस्तो छ कारण चाहिँ यो खारे चाहिँ हुनै पर्यो भन्ने चाहिँ अब बुझ्नुभयो है त। ल अब आजलाई यति नै गर्नु पर्ला। अब भोलि चाहिँ अर्को च्याप्टर, नेक्स्ट च्याप्टर दाइजुसोको हैन। दाइजुसोमा चाहिँ कस्तो छ भने यहाँ एकदमै यो चाहिँ अलिकति धेरै अब यहाँ अझै कन्फ्युज हुँदै जान्छ हैन साबिसको बारेमा। खाइगो होकेङ साबिस जुन चाहिँ धेरै छ है, यो अब हिगाइतोले युज गर्ने सर्भिस छुट्टै छ, यो सिएनले युज गर्ने सर्भिस छुट्टै छ, यो खाइगोले युज गर्ने सर्भिस छुट्टै छ है। त्यही भएर हजुर ओहिसमा त्यहाँ छ नि, त्यहाँ हेर्नु न कहाँ छ ओहिसमा भने, त्यही तल माथि भन्नु। ए ओहिसमा भने यो सिसेचु भनेको के, सिसेचुको नाम जस्तो तपाईँ काम गर्ने सिसेचको नाम के हो? नाम छ होला है? हजुर स्माइल हो इङ्ग्लिसमा, सुमाइरु हो, त्यही भनेको स्माइरु। एउटा निहोङ्गोको वर्ड सोध्नु पर्यो। हजुर भन्नुहोस्। कोचिरानो सेरिफु देश भन्दै तिनीहरूले कहिले काहीँ गाली गरिरहेको हुन्छ त्यो र्योसाहरूलाई, त्यो के हो खासमा यिनी? कोचिरानो सेरिफु देश, कोचिरानो कसले यता देखाएर भन्ने हो कि आफूलाई देखाएर भन्ने हो कि कसलाई भन्ने थाहा छैन। त्यो र्योसाहरूलाई कहिले काहीँ त्यस्तो भनेर तिनीहरूले भनिरहेको हुन्छ के, कोचिरानो सेरिफु दायो भनेर भनिरहेको हुन्छन्। कोचिरानो सेरिफु भन्यो भने मैले भन्ने पर्ने कुरा हो त्यो भनिरहे। सेरिफु भनेको त्यो
सेन्टेन्स भनेको मैले भन्नुपर्ने कुरा तपाईँले भन्नुभयो भनेको के मैले भन्नुपर्ने कुरा तिमीले बोल्यौ भन्छ नि हो त्यही भनेको त्यही भनेर कहिलेकाहीँ तिनीहरूले गाली गरिरहेको हुन्छ कि बुझ्नुभयो भनेको कुरा गाली होइन बुझे सिन्से अर्थ ठ्याक्क मैले भन्नुपर्ने तिमीले भनिदियौ भने जस्तै हो। हामीले भन्नुपर्ने होइन मलाई गाह्रो भयो यस्तो के जस्तै कि अब यसलाई पनि राम्ररी भन्न पनि मिल्छ नराम्ररी भन्न पनि मिल्छ होइन यस्तो थाक्यो बसिरहेछ होइन थाक्यो भनेछ अनि यता चाहिँ काम गरिरहेछ होइन अनि त्यसपछि के भन्छ यसले म थाक्यो मैले भन्नुपर्ने तिमीले भनेको भन्छ नि हामी पो थाकेको त तिमी थाकेको भनेर हो त्यसरी भनेको के त्यो चाहिँ गाली गरेको भए त्यसरी गाली गरेको हो होइन अब नभए अब नर्मल्ली पनि होइन तिनीहरूले कहिलेकाहीँ जिद्दी भनेर तिमीहरू यस्तो उस्तो भनिरहेको हुन्छ नि त रेउसाहरू पनि अलिकति सिकारी गर्नेहरू त अनि हो त्यही हो त्यस्तो बेलाको चाहिँ त्यसो भनेको मैले भन्नुपर्ने यो कुरा त मैले भन्नुपर्ने हो भनेको के तपाईँले भन्ने कुरा नि यो चाहिँ मैले भन्नुपर्ने तिमीले भन्यो भनेको त्यही हो कोचिरानो सेरिफ है मैले भन्नुपर्ने वर्ड हो भनेको के ल छ अरू केही छ वर्ड सोध्नुपर्ने सोध्नु होला जे मन लाग्छ होइन न्योङ्गो पनि सोध्नुहोस् अब उता भनेको कुराहरू होइन के बजे हुनुहुन्छ होइन छप रातभरि सुत्दैन होइन अनि एकदम भोक लाग्यो भन्छ त्यहाँ ब्रेडको बेला मासु बनाएको किचनमा गएर मासु तोडेर खाइदिन्छ कि किन त्यस्तो गर्छ उहाँले फ्रिजमा गएर मासुहरू फ्रिज खोलेर हामी अब रेस्टिङ गरेको बेला अथवा ओमोचो हेर्न गएको बेलामा सब निकालेर खाइदिन्छ कि त्यस्तो लोभी पानी छ किन छुन गयो भने रातिको बेला यस्तो भेङको चिल्लाउँछ कि छुन गयो भने पनि चोरेर खान्छ हाम्रोमा त एकजनाले फ्रिजमा नि त्यस्तो काम छ तर फ्रिजमा लक राखिरहेको लक गर्नुपर्छ के बाहिरबाट लक लिएर अहिले हाम्रो पनि लक गरेको छ अहिले नखा भने त्यसले त उल्का थर्काउँछ उल्टै नान्देको न इजी भरे तेरो न भनेर झन् उल्टो थर्काउँछ अब त्यो पनि सम्झाउनु पनि जान्नु पर्यो होइन त्यही मेन कुरा कम्युनिकेसन नोरेको पनि हुनुपर्छ होइन अब उहाँहरूलाई नगर भनेर त्यसरी हितेसे जुन है नेगेटिभ वर्ड भन्ने हुँदैन र नगर भन्ने सिसी क्यामेराले त कुरा त सुन्दैन होला नि म्याम सिसी क्यामेरा त राख्नु हुँदैन त अनि त्यस्तो सिसेचरमा हाम्रोमा त छ म्याम भित्र रुममा मात्रै छैन बाहिर त त्यो त हुँदैन नि किनभने त्यो भनेको छ नि अब सोक्विनको पनि प्राइभेसीको ऊ भएन नि त त्यहाँ स्ट्रेस नै हुन्छ भने म्याम हामीलाई त त्यस्तो हुँदैन खास भन्ने हो भने सिसी क्यामेरा चाहिँ त्यो इलिगल हो त्यो सोक्विनको पनि ऊ भयो के त्यहाँ प्राइभेसी होगो भएन के रुमको भित्र मात्रै राखेको छैन बाहिर त राखेको छ त्यही त है अब के गर्ने खै यो त सोक्विनलाई ग्याकुटाइ गरे जस्तै सोक्विनको पनि त हैन कुन उ भयो नि त अनि प्राइभेसीको होगो नै भएन नि त सेन्सै हाम्रो खाइसामा त तोइरेमा र ओफुरो बाबा मात्रै छैन अरू सबैतिर छ रुम भित्र नि हुन्छ रे रुम भित्र पनि छ अनि साउन्ड आउने खालको छ अनि केही भयो भने सबै कति धेरै अनि हेर्दो रहेछ के सेन्से हेर्छ नि लडे हाम्रो चाहिँ बाहिर लडेपछि मात्र हेर्छ भित्रको चाहिँ सिसी क्यामेरा छैन रुम भित्र चाहिँ बाहिर लड्दाखेरि त लड्ने बित्तिकै के भएर लडेछ भनेर सिसी क्यामेरा हेरिहाल्छ टोकुबेचुमा धेरै सिसिटी क्यामेरा राख्छ होइन टोकुबेचु योगोमा होला तर खास त्यो राख्ने चाहिँ हैन त्यो चाहिँ टोकुबेचुमा पनि त्यस्तो त्यो उयो अनुसार हुन्छ होला हाम्रो म काम गरेको त टोकुबेचु नै हो छैन हाम्रो ग्रुप होममा पनि निन्चिसो ग्रुप होम हो त्यही पनि त सबै ठाउँमा हुन्छ कि क्या हुन्छ नै हो ग्रुप होममा त मेरो पनि ग्रुप होम हो छैन सिसी अनि यो सेल के भन्छ सिसी क्यामेरा राखेबाट बरु पहिला त्यस्तै नर्मली कुरा गरिन्थ्यो यो सिसी क्यामेरा राखेर स्ट्रेस भएर होला मेरो त बोली पनि के भएर गइसक्यो त्यही त है त्यो त हुँदैन त्यो फ्रीले काम गर्नै सकिन्न कि डर तर हाम्रोमा त कुरा नसुन्ने सिसी क्यामेरा छ कि क्या हो
हाम्रो त सबै कुरा सुन्छ के सबै बोली त्यो पनि लड्दाखेरि हेर्दाखेरि बोली हामी सुन्यो भने त्यसमा नेपालीबाट बोल्ने नेपाली तिनीहरूलाई गाली गर्ने बेलामा कहिले चाहिँ काहीँ त नेपालीबाट नेपाली पनि बोलिदिन्छु नानी नानी गर्छ अनि त्यो भयो भने त लास्ट किबिसी जस्तो लाग्छ त्यही त हुँदैन। खास हो भने चाहिँ सिसी क्यामेरा राख्नु चाहिँ इलिगल हो के है। त्यो चाहिँ अब तर पुलिस आएर नि चेक गर्दो रहेछ नि सिसी क्यामेरा छ कि छैन भनेर। त्यो बिरामी अब अपरझट मान्छे मर्दाखेरि किन सिसी क्यामेरा नराखेको त्यस्तो कुरा नि गर्दो रहेछ फेरि। अब खै अब त्यो पढ्नुपर्छ कि हामीले। त्यस्तो खालको चाहिँ छैन अहिलेसम्म है। त्यसरी सिसी क्यामेरा राख्नु त्यसरी चाहिँ भनेर चाहिँ यहाँ पढाइमा चाहिँ हुँदैन है। त्यो चाहिँ गेम इलिगलै टाइममा हो चाहिँ नि हुन्छ नर्मली इलिगल हो। सोच्दाखेरि त त्यो चाहिँ इलिगल नै हो। अब त्यस्तो रहेछ भन्ने कुरा थाहा भयो मलाई पनि। हाम्रोमा चाहिँ छैन नि त। ए कति सजिलो सिसी त्यही त नि। ल मोबाइल त चलाउन पाउँदैन। त्यो अब हाम्रो पहिला मैले काम गरेको ठाउँमा त मोबाइल पनि चलाउन पाउँदैन थियो। अहिलेको ठाउँमा त मोबाइल नै चलाउनु पाउँछ। त्यही भएर नाइटमा नि आउन पाउँछ। ल ठिक छ है त। सबैजना अब त्यस्तै हो। अलिकति अब केयरफुल भएर काम गर्नुहोस् होइन। हुनु चाहिँ त्यस्तो सिसी क्यामेरा चाहिँ राख्नु मिल्दैन है त। अब आजलाई चाहिँ यति नै गरौँ है त। अब आरिगातो गोजाइमास Otsukare sama de shita, sensei.